व्हाट्सअप एभ्रीवान वेलकम ब्याक टु द च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु गाइस। आउँदै गरेको विजय दशमीको अवसरमा सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आजको भिडियो एकदम स्पेसल हुनेवाला छ किनकि आज दसैँ आउन यो भिडियो लगभग दसैँ आउनभन्दा 4 दिन यति दिन अगाडि बनाउनु खोजिरहेको र गाइस आज चाहिँ हामीले एउटा भिडियो बनाउनु भनिरहेका छौँ जसको लागि कन्टेन्ट सोचिरहेको छु मैले के भिडियो बनाउने तर के बनाउने फाइनली भिडियो चाहिँ के गराउने होला भनेर सोचिरहेको थिएँ। त्यतिकैमा यसो घरको गार्डनतिर हेरेको त सो गाइस यो चाहिँ हाम्रो अहिलेको घरको अवस्था हो र चाहिँ अब योबाट हामीले चाहिँ यसलाई अपग्रेड गरेर राम्रो गर्दै छौँ। सो गाइस यो चाहिँ हो अहिले म बस्ने घर र यसको हालत देखेर मलाई अलि लागेको छैन। सो गाइस अहिले टाइम भइरहेको चाहिँ ठिक 12। सो गाइस यहाँ चाहिँ गमलाहरूको हालत पनि एकदम खराब भइरहेको छ र देख्न सक्नुहुन्छ यहाँ फुलहरू निकै छ तर पनि हालत खराब छ। र आजको मेरो यो च्यालेन्ज भनेको यो सबैभन्दा बिग्रेको घरले आज सफा गर्नु हो। सबैभन्दा सुरुमा मैले यो गमलाहरू सफा गर्नबाट सुरु गर्छु। गाइस सबैभन्दा सुरुमा त्यो ठुल्ठुलो देखिने भाडे फुलको मुन्टाहरू काट्नुपर्ने हुन्छ र यहाँ भएका मसिना घाँसहरूले पनि फुलहरूलाई बहुत डिस्टर्ब गरिरहेको छ। फाइनली देख्दा यति धेरै झाडी जम्मा भइसकेको छ गाइस यो गार्डनबाट देख्न सक्नुहुन्छ। पहिलाभन्दा हल्का इम्प्रुभमेन्ट भइरहेको छ। तपाईँहरूले बताउनुहुन्न होला तर यहाँले यति धेरै घाँस निक्लिसकेको छ तर यो आधा पनि भइसकेको छैन। यतिकैमा मेरो हालत पनि खराब भइसकेको छ यहाँ घामले गर्दा। तपाईँले अहिलेसम्म च्यानललाई सब्सक्राइब र लाइक गर्नुभएको छैन भने पहिला गर्नुहोस्। सो काम चाहिँ अझै चलिरहेकै छ, अलिअलि फुल चाहिँ भाँचिरहेको छन्, काम चाहिँ अझै पुरा भइरहेको छैन र घाम पनि बवाल छ। अपनी मंजिल को भुलाकर जिया तो क्या जिया है दम तुझ में तो उसे पाकर दिखा। और गाइस जुन गमलाहरूमा माटोको कमी भइरहेको छ त्यसमा चाहिँ अहिले माटो ल्याएर नि भर्नेछु। र गाइस देख्न सक्नुहुन्छ केही हदसम्म सफा भइसकेको छ र कचडा अझै निक्लिरहेको छ। घाम चाहिँ बहुत छ क्या। सो गाइस भिडियो बनाउँदा भन्दा आज रात परिसकेको छ र अवस्था देख्न सक्नुहुन्छ। आज के देखिनँ त्यही भएर भोलि बिहान तपाईँलाई देखाउने छु। सो गाइस रेस्ट गुड नाइट। सो हेलो गाइस गुड मर्निङ। अब बिहान भइसकेको छ र हिजो राति जे चाहिँ गरेँ होइन तपाईँलाई देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ हिजोभन्दा केही इम्प्रुभमेन्ट भएको छ। देख्नु अझै क्लियर त होइन अझै नि यहाँ कस्तो थियो र अहिले कस्तो भएको छ देख्न सक्नुहुन्छ। र माटोहरू पनि हाल्दै हो। फाइनली गाइस आवर होम गार्डन लुक। लेट्स सी द मोमेंट। और ये एन्ड गाइज यो पछि यो काटेर सबै फाल्ने हो, त्यसपछि राम्रो देखिन्छ। सो गाइज आजको भिडियो कस्तो लाग्यो होइन सबैलाई ह्याप्पी दसैँ। अब नेक्स्ट भ्लगको लागि तयारी गर्दै गर्छु। सो गाइज बाई बाई। लाइक एन्ड सब्सक्राइब गर्नु होला।